हेलो नमस्ते, म जेएम दिपेन्द्र, स्वागत छ हजुरहरूलाई। म चाहिँ यति बेला यहाँ बारेकोट गाउँपालिकाको 7 नम्बर वडामा सिमतारामा छु। यहाँ फुलबारी हाते कागज नेपाली कागज उद्योगमा ट्याक्कै यहाँनिर आउने अवसर मिल्यो। यहाँ चाहिँ नेपाली कागजहरू बनाइरहेको देखेर म चाहिँ एउटा सानो भिडियो सम्झनाको लागि भिडियो बनाऊँ भनेर। यति बेला चाहिँ हाम्रो खिमजीले भनिदिनुहुन्छ लोकता कागजको बारेमा। ल भनिदिनु न। यसलाई पहिला रुख हुन्छ, सानो सानो बोटो हुन्छ, फुल फुलेको हुन्छ, त्यसलाई फेरि लोतका काट्नुपर्छ अनि काटेर अनि त्यो बाहिरी भागको बोक्रा खराउनुपर्छ। खराइसकेपछि ल्याएर अनि पकाउनुपर्छ। पकाइसकेपछि मेसिन हुन्छ, मेसिनले पेलिकन यसलाई फेरि ल्याएर यहाँ कागजको रूपमा उत्पादन गरेको छ। यो फुलबारी हाते कागज उद्योग हाम्रो भर्खरै हो यो बनेको। यो चाहिँ पानी होइन होला, यतापट्टि चाहिँ देखिरहेको थियो मैले। यहाँ चाहिँ कागजहरू टन्नै कागजहरू। यो चाहिँ गुदी होइन, यो प्रयोग भइसक्यो कि प्रयोग हुन बाँकी? यो हुने हो, यसमा राख्ने हो। यसमा राखेर अनि त्यो कागज बनाएर। यो पानी नै हो कि अरू के हाल्नु पर्ने? यसमा पानी नै हो। पानी नै है? पानी नै हो, यो छ नि। हजुर, यो चाहिँ त्यो लोक्ताको ऊ भयो, बुद्धि भयो। यहाँ चाहिँ जालीहरू हुँदो रहेछ अनि जालीहरू हुन्छ यसरी बिछ्याएर हुँदो रहेछ। एउटा कागजको कति पर्छ एउटा यो बनेको? बिक्री नै गर्नुभएको छैन? भन्नाले यो पहिलो लटको हो यो सबै कि योभन्दा अगाडि अरू पनि बनाएर स्टोर गरिसक्नु भयो होला? एकैचोटि बिक्री गर्ने होला? मेसिन चाहिँ त्यो हो? मेसिनहरू नि चाहिँ लोकताको यो बोक्रा निकालेको होइन? बोक्रा निकालेको अनि त्यहाँ पकाइने यसलाई लोक्ता भिजाएको। त्यो पकाउनु पर्ने हो यो बोक्रा, त्यसको बोक्रा लोक्ताको। अनि त्यसलाई पकाएको हो। यहाँ आगो बाल्नु पर्ने यसमा पकाएर यसमा हाल्नु पर्ने। यसमा ल्याएर अनि हुन्छ नि बोक्राहरू, बोक्राहरू। हजुर, बोक्रा केलाउने अनि यसमा के राख्ने त? गुदी मात्रै? गुदी मात्र राखेर एउटा ऊ हुन्छ, यसको औषधिहरू हुन्छ, औषधिहरू मिसाएर फेरि त्यसमा मिस्ने। यो अर्को मिक्स मेसिन। यसलाई मिसाएर यसैले अनि त्यो बिजुलीबाट यसले घोल्छ, काट्छ, यता चाहिँ काट्ने धारिलो आँसी यसमा काट्छ। आँसी त्यसमा घोसेर हुन्छ अनि त्यसले घोलेर अनि यसले पानी बनाउँछ। अनि त्यो पानी त्यो बुदो सोरेर लगेर अनि माथि त्यसलाई फिज्ने त्यो उसमा जालीमा हालेर हालेर फिज्नु पऱ्यो। माथि पनि छान्दो रहेछ होइन? ल यो चाहिँ फुलबारी कागज हाते कागज उद्योग बारेकोट गाउँपालिका 7 यो के अरे सिलतारामा यो उद्योग देखियो। यो चाहिँ नेपाली कागज चाहिँ एकदमै महत्त्वपूर्ण, चिप्पनी उठाउनलाई अनि महत्त्वपूर्ण कागजातहरूमा तमसोक बनाउनलाई प्रयोग हुने चिज। यो चाहिँ बिजुलीबाटै रहेछ होइन? यहाँ चाहिँ बिजुली पनि छ, सानो त्यो लघु जलविद्युत त्यहीको त होला। हजुर, ठिक छ। ल यहाँ चाहिँ ट्याक्कै परेर तयार भएको हाते कागजहरू यसरी सुकिरहेछ घाममा। यहाँ चाहिँ यताको चाहिँ भर्खरै सुकाउँदै गरेको रहेछ, यो चाहिँ सुकिसकेको। अब सुकेपछि कलर दिने होइन? साइने यसमा कलर त हाल्नु पर्दैन होला? के कलर हाल्नुहुन्छ र? हाल्नुपर्छ? ए त्यही कलरको लागि हाल्ने? कास्टिक हाल्नु
कास्टिक पकाउँदाखेरि एक सेतो कलरको लागि ठिक हो देखाइदिनु न यहाँ यसो बनाएको हुन्छ ट्याक्कै बनाएको यहाँ चाहिँ तयार भएको फिनिसिङ कागजहरू चाहिँ यहाँ छ ल यो चाहिँ फाइनल फिनिसिङ होइन होला अब बाँकी उता माथि अर्को ठाउँ बनाउँछ होला काठमाडौँ बनाउँछ होला यसलाई काटेर अनि गरेर अनि फिनिसिङ काठमाडौँ जान्छ हो त्यहाँबाट ट्याक्कै त्यो कुन साइजमा बनाउने के गर्ने सायद यसमा कतिवटा बन्छ होला यो A4 पेपर चाहिँ 4वटा बन्छ होला कि 20 ग्रामको कागज हुन्छ यसले अनि फेरि तल गएर अनि काठमाडौँ गएर यसले फिनिसिङ गर्छ होला यो चाहिँ बारेकोटको जङ्गलहरूमा मैले देखिरहेको थिएँ लोकताको यो भनेर त्यो अलिक गन्दा आउने खालको फुल हुन्छ होइन सानो हुन्छ त्यो खालको देखिन्छ यहाँ चाहिँ ट्याक्कै बनाइराख्नु भएको छ तलबाट पेलेर ल्याएर मेसिनबाट राखेर यहाँ चाहिँ कागज यसमा यो जालीमा ट्याक्कै राखेर सुकाउँदै हुनुहुन्छ हजुरहरूलाई यो भिडियो देखाएँ भिडियो मन पऱ्यो सेयर गर्नु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला धन्यवाद